हेलो गाइस, देखो न आज हामी कहाँ जाँदैछौँ। हिराकाता कोइन हामीले किप्पु पनि किनिसकेको छौँ अनि हामीलाई पिकअप गर्नलाई सेन्से आइसक्नु भएको छ। देखो न गाइस, खेल्ने ठाउँहरू, ओ माई गड, मलाई खेल्ने ठाउँहरू भनेपछि यस्तो इन्ट्रेस्टिङ हुन्छ कि साथीहरू पनि सबैजना आइसकेको थियो है। तर यस्तो पनि खेले बच्चा जसरी, यो पनि खेल्ने ठाउँहरू टन्नै थियो। अनि खेलिसकेपछि हामीलाई भोक लागेर खाजा खानुतिर लाग्यो। हल्लिँदै हामी अनि त्यसपछि खाजा पनि आयो है हाम्रो हो। देखो न गाइस, देखो न हेरेर मिठो लाग्छ। स्पोन्सर बाई सेन्से है फेरि। ओ माई गड, हाम्रो क्युट सेन्सेले किनिदिनु भएको है। आजको खाजाहरू चाहिँ महँगो थियो अनि ग्रुपको फोटोहरू पनि लिए है हामीले। अनि सेन्सेसँग पनि सिङ्गल पनि लिए। अनि अर्को हो, यो पनि खेल्न मन थियो मलाई लास्टै, तर पनि खेलेन। सुतेर खेल्नु परेको भएर चाहिँ खेलेन है, खेलेन। अनि त्यसपछि हामी ओबाके चाहिँ भूतको घर हो, भूतको घरमा पनि गएँ है हेर्नु। डर लाग्छ जस्तो लागिरहेको थियो, तर भित्र जाँदा चाहिँ नर्मल, दिस इज सिम्पल न। भूतहरू त्यस्तो तर्सिनेवाला पनि हुँदैन रहेछ जापानको। माई गड, यो भित्र चाहिँ तर भिडियोहरू खिच्न नपाउने थियो, तर मैले खिचिदिएँ हल्का हल्का थोरै। सिसी क्यामेरा देखेपछि चाहिँ खिचेन है फेरि। कस्तो भूत हो यस्तो, मैले त देखाइ थिएन। एउटा आँखा भएको रहेछ, कुनै नाम पनि थाहा छैन। ओ माई गड, रमाइलो भयो तर यो भित्र पनि। हाम्रो चाहिँ म्यानमारको 2जना साथी अनि हामी नेपाली 2जना थियो क्या, मेरो साथी र म। ओ यो चाहिँ खेले है हामीले मौरीमा। रमाइलो हुने, तर पनि छोटो 5 सेकेन्ड जति मात्रै क्या। यो हेर्नु, यो घोडा पनि चढे एकचोटि त। ओ माई गड, प्रिन्सेस जस्तो नि लागे। देखो न गाइस, देखो यसमा पनि चढे है हेर्नु। लास्टमा रात पर्दै गएपछि चाहिँ यस्तो जाडो भयो, सबै भिडियोहरू क्याप्चर गरेको, तर सबै यहाँ चाहिँ मैले देखाएको छैन ल गाइज। देखो न गाइज, देखो न। बाई बाई।